आधा उमेर निन्द्रामै बित्यो भन्ने गीत चाहिँ सुनेको थिएँ। आधा उमेर चाहिँ होइन, आधा जिन्दगी चाहिँ विदेशमै बित्यो। विदेशको यस्तै छ बसाइ। मेला चलिरहेको छ अहिले, मेला लागिरहेको छ। मेलामा को काम गर्नु। अब यहाँदेखि सिधो जाने हो, एउटा रेस्टुरेन्ट छ। रेस्टुरेन्टमा गएर एउटा खाना किन्ने हो, बिरयानी किनेर जाने हो। बिरयानी फेरि मन पर्दैन, अब के गर्नु त, बोकेर जानु पर्यो। पकाएर खाने टाइम छैन। सर जाने हो, ल्याउने हो, गाह्रो छ। यहाँ अगाडि एउटा राम्रो रेस्टुरेन्ट छ, त्यहाँ मिठो पाउँछ बिरयानी। भयो भने लिएर जाने हो। आइज नै छिटो। यहाँनिर पाउँछ, लेफ्ट साइडमा हो। जा 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 जा। धन्यवाद। बिरयानी लिएर आउँछु। बिरयानी पनि लिएर आएँ। अब खानुपर्ने हाइवे यस्तै छ, जाने गाह्रो छ। आफै कुदाउँदै गाडी पनि आफै भिडियो बनाउँदै चाहिँ गाह्रो हुँदो रहेछ। एक्सिडेन्ट हुने डर। मस्कट छिरिसक्यो, मेन सिटी अफ ओमन। बाटो भुलेर फेरि यहाँदेखि अगाडि टक्कै बाटो भुलेर टक्कै यो बाटो भुलेर अर्को बाटो छिरेर यहाँदेखि फेरि घुमेर 17 मिनट पछाडि युटर्न भएर आएँ म। यहाँदेखि टाढो In 800 meters, take the exit. झट्टै यहाँ ल काम गर्ने ठाउँ भनेको यही भित्र हो। यसको तल अन्डरग्राउन्डमा हो। इभेन्ट खतरा चलिरहेको छ। 5 स्टार होटलले इभेन्ट गराएको थियो यहाँ, राम्रो राम्रो भिआइपी। काम गर्ने ठाउँ चाहिँ यही हो। यस्तो छ।